खतरा देखेर साँच्ची बाल काटिने हेर्छ नि त आज त मैले पार्ने कस्तो काट ओइ ठुला बाबु ओइ कस्तो भएको छ अनुभव मैले लगाइदिनै छ अहिले भन्छु ऊ सानीले मात्र गरेको नमस्ते पाटी बजाउने बजाऊ है बजाउने बजाऊ नत्र हामी उकालो जान्छौँ हेलो नमस्ते अनि जोडले सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि म चाहिँ आज माइत आएको छु भाउजूको छोराको बाल काट्ने भएको कारणले। अनि म रकुमार चाहिँ आएको छ भने आजको ब्लग चाहिँ विशेष गरी कसरी हाम्रो कल्चर चाहिँ देखाउने छु मैले मगर कल्चरको बाल काट्ने छेवार। अनि हेर्दै गरिदिनु होला, सबैले माया देखाइदिनु होला। स्टे ट्युन गाइज। यहाँ चाहिँ माला बुन्ने कार्यक्रम भइरहेको छ अनि यस्तो माला बनाएर लगाइदिन्छौँ कि हामी चाहिँ। अनि उहाँ चाहिँ हाम्रो ठुल मम्मी हुनुहुन्छ, जेठी ठुल मम्मी। अनि यो चाहिँ हाम्रो पुर्ख्यौली घर हो है, सबैभन्दा पुरानो घर यही हो। अनि हाम्रो चाहिँ यो गाउँ एकदमै राम्रो छ, जतातिर यतै पुरै घरै घर छ कि यता। अनि बिच बाटो छ अनि यताउता सबै घर छ। अनि यो चाहिँ अहिले यहाँ चाहिँ हाम्रो ठुल मम्मीहरू बस्नुहुन्छ अहिले। अनि हामी चाहिँ उता घरमा बस्छौँ। अनि यो चाहिँ भाउजूको घर हो। अनि यो चाहिँ मेरो बहिनी हो, कान्छा अङ्कलको छोरी। यहाँ यस्तो माला बनाउँदैछन् अनि मैले हेल्प गर्दैछु। यहाँ भेना साली भएर माला बुन्दैछन्। यहाँ चाहिँ मिनुको के भन्छ माला बनाउने माला बनाउँदै यस्तै बनाएर खतरा देखेर साँच्ची होइन होला नपट्याउने कसले बनाइरहेको छ त यहाँ? दिदीले बनाउनु भएको थियो त। चल यहाँ माला छाना अब कैची जाने अब कैची एलिनको बाल काटिने हेर्छ नि त आज त मैले पार्ने कस्तो काट्ने र सानी यसरी समातेर काट्ने फोटो चाहिँ किन पट्रेङ मान आजबाट हिरो भयो एला चाहिन्छ यार बल्ल बिहा भयो यार तेरो यार ला टिका लाउँछ काम साथै भयो फेरि यहाँ आउनु न यस्तो बनाइरहेको छु। अनि बाल काटेको मान्छे कोही बाल काटेको आज। बाबु टाउको देखा न, टाउको देखा न तेरो। यता ले न, यता आइज न, टाउको देखा न। कस्तो ह्यान्डसम कस्तो राम्रो देख्छ लामो भयो यसले अहिले टिका बोक्दै यो मालाहरू हामी चाहिँ लामो भयो लामो हेलो भन्नु ल लच्छी त चेक गरे ठर काकै कुकुर हेर्न यो लजाको के त्यो त्यसो गर भने छ ल अहिले यो लान्दियो त सुनि त्यसो गर न त्यसो गर अलि सबैको हामी चाहिँ निस्किसकेका छौँ। अनि बहिनी म दिदी अनि भदैनी हाम्रो ड्रेस एउटै छ है, पाँचजनाको ड्रेस एउटै छ। अनि मम्मीहरूको ड्रेस पनि एउटै छ। अब हामी निस्केर चाहिँ टिका बोकाइदिन पर्छ हामी पनि, हामी निनीहरू हो नि त। अनि टिका लगाइदिनु पर्छ। अनि हाम्रो यो अनि यता छ 5 माला यो मम्मीहरूको।
नानी पनि स्टार्ट निस्किँदैछ अनि बाँकी अरू देखाउने छु हेर्दै गर्नु होला बाई बाई आइसकेछौँ अनि यहाँ मम्मी यिनीहरू चाहिँ दिदी र बहिनी भएर यहाँ बटुक उठाएर हिँड्ने खान अझै छ है हाम्रो चाहिँ एकदमै लास्टमा हो हाम्रो पालो चाहिँ एकदमै लास्टमा आउँछ हाम्रो पालो मलाई त साथीहरू न्यू ब्लगर अन टाउन मिनु कामुलाई सबैजनाले सब्सक्राइब गरिदिनु होला भिडियो लास्टसम्म हेरिदिनु होला यहाँ चाहिँ अब गाना बजाउन सुरु बाउ छोरीहरू भएर लिएर आछन् अब बजाउने सुरु होला नि ओइ ठुला बाबु ओइ यता हेर्न किन रिसा छ पैसाको माला पुग्दा नि मम्मी दाई अनि यो चाहिँ मेरो दाईको छोरा है अनि भाउजू अब यति मान्छेको सकेपछि चाहिँ मलाई मम्मीहरूको हामी चाहिँ सबभन्दा लास्टमा यो हो सबभन्दा लास्टमा किनलाई त कस्तो राम्रो देखेछ यो कपडामा ए पहिलो पटक तपाईँले यस्तो पैसाको माला बोकाइदिन लाउनु भएको छ कस्तो भएको छ अनुभव सुनाइदिनु होला कस्तो भएको छ अनुभव मैले लगाइदिनै छ अहिले भन्छु खोइ समीक्षाल पनि माले समीक्षाल तपाईँलाई कस्तो अनुभव भइरहेको छ पहिलो पटक यसको हालत चाहिँ यस्तो छ लगाउने मान्छेको चाहिँ दाइ त हेर्नु नि त यो चाहिँ हाम्रो दाइ है लाउड दाइ अहिले छुट्टीमा आएको मम्मीको पालो हेलो मसिना आन्टी के हो नि आन्टीको नामै के हो त त्यही हो अब पहिल्यैदेखि त्यही बोलाइरहेको अब मम्मीको पछि चाहिँ त्यसपछि हाम्रो पालो मम्मीहरूको पालो सकेपछि निनीहरूको पालो खिच्नै मिलेन क्या तिमीहरूको मोबाइलबाट यो किन रो छ ए ल जा गरे भालेको बजारको पालो अब विशालले अर्को ब्लगर फेरि यहाँ बिजी भएर डर लाग्छ गरेको डर लाग्छ तपाईँ पाइले जान माला बोक्नु नमानेर यहाँ कसरी खाएर फर्स्ट वाला फर्स्ट ल माला लगाइदिनु ओइ नमस्ते गर लक्षित जानी नि तेरो पालो म पालो यो के गर्ने बाउलाई मात्रै त्यही हो
अब पुसाले नमस्ते गर नमस्ते गर छिटो पुसाइलाई ओइ खाना दिदियो ल मेरो मैले समाइदिन्छु जा खै त भिडियो बन ओइ अब त्यहाँ किचेन ढुक्क कालु भन्नु पर्ने होइन नमस्ते गरेन भने कान पठाइदिनु छिटो नमस्ते गर ऊ सानीलाई मात्र गरेको नमस्ते मलाई भोक लाग्यो नि यार अब त्यस्तै गर्छ नि फेरि लगाइदिए लगाइदिए फाइनली सक्यो अब सक्यो अब चाहिँ खाने कार्यक्रम छिटो नपने सोले बाबु ओइ हेलो गर त हेलो गर हेलो हेलो के हो बाबु आज तेरो के गरेको आज फोटो खिचिहाल्छ तिमीले अनि हो आज त दुला बाबु बनेछ यो आज मालो मोयो माला दुन्चाले जम्मै नो माला दुना जम्मै मम्मी छिटो लानु गई ल ल सियो न हामीले चाहिँ खाना खाएर सक्यौँ भर्खर अनि हामी बसिरहेको छ मैले चाहिँ अनि हाम्रो चाहिँ अहिले 3 बजिसकेको छ अनि नयाँ नयाँ भ्लगर हाई भ्लगर हामी चाहिँ यहाँ एकछिन आराम गरेर बस्छौँ यहाँ आमा छोरीको के सल्लाह हुँदैछ यहाँ के हो बाबु कपाल देखाइदियो त बाबु ओइ कपाल देखाइदियो न यहाँ भिडियोमा वाह हाम्रो भाइ त कस्तो ह्यान्डसम देखेछ है हो न लोड लाग्यो अहिले फाइनली यो पनि आइपुग्यो भर्खर आइपुग्यो मिनुको बोल्नै ब्लगमा स्वागत खोज्दैन यो मेरो ब्लगमा बोलिदिनु यस्तो पुछिदिनु पर्यो के बोलिदिनु अब यसको पनि मेरो जस्तो डुङ्गा खायो ह्यान्डसम भइसक्यो है कति बेला जाने हो भोलि फेरि म 7 बजे 7 बजी जान्छ मलाई लिएर एक्जाम छ त मेरो त्यो पनि आयो आए फाइनल इक्जाम भएको मान्छे भोलि पनि इक्जाम छ यस्तो हुँदो रहेछ यस्तो हुनुपर्छ के काठमाडौँ जाने हो काठमाडौँ जाने हो कहिले लास्ट हो कि यो रमाइलो म 1 गते ल ल 6 महिना त्यतै ल ल अब यसको यो सुन्दर मुहार पनि हेर्न पाउँदैन है दिदीहरूले हामीले चाहिँ यहाँ लेख्नेमा परेको थियौँ एकाउन्टेन्ट यो फेरि त्यसै दर्शक हामी चाहिँ दर्शक कसम हामी पाहुना खान लाग्यो यहाँ म एक्लै भयो भाइ कोही आएको छैन को कुखुरा बटुक आयो बटुक कपिराइट लाग्छ कि क्या गीत बजेछ मासु आयो मासु ल न ल के गरिस् आइदिए अब यता हेर्दै त यता मेरो भडाइ नि हो म भन्दा ठुलो छ एकदमै राम्री छिन् है हाम्रो बजाइ एकदमै राम्री छिन् है एकदमै राम्रो ब्युटी पार्लर खोल्न लाग्यो सिकेर यहाँ चाहिँ नाच्नको लागि रेडी छन् नानीहरू आन्टीहरू अनि यता चाहिँ गाउँ नेपाली
साथीहरू यता चाहिँ नाच्दैछन् है यतातिर अनि हाम्रो भाउजू यहाँ छुट्टै बजार बस्छ बुझिस्या गानी खै नत्र हामी उकालो जान्छौँ यति मात्र देखाइदिन्छु कि यति यहाँबाट भाउजू अनि टुल मम्मीलाई हाम्रो गाउँको चाहिँ चलन छ मेरो साउन्ड चाहिँ नआउन सक्छ किनकि यहाँ धेरै यस्तो
अहिले चाहिँ आमा छोरा मात्रै भाउजू चाहिँ कहिले पनि नाच्नुहुन्न त्यही भएर यहीँ बस्नु आइनु छ्याक कस्तो अब चाहिँ त्यहाँ फेरि झाब्रे नाच्न लाग्छ हामी चाहिँ झाब्रे हेर्न ल गाइज ल टक 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 लेट्स गो टु झाब्रे डान्स उस के भन्छ स्पिकरवाला बन्द भयो अब बन्द झाब्रे भयो। नाच्छन् अब झाब्रे हेर्न जान्छौँ हामी यहाँ घामुकी आगो गामला 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 हामी आगो ताप्दै थियौँ अब जान्छौँ होइन होइन घाम तपाईँहरूलाई लाग्छ अहिले देखाइदिन्छौँ, हेर्नु अहिले होला। अब रात पर्दिन घाम मात्र लाग्छ मेरो बुढीको भने अनुसार त्यो मेरो बुढा टल्केको टलक टलक तलक तलक टल्किनी ढल ढलक ढलक ढल्किनी हाम्रो चाहिँ अब खानासाना खाइसक्यो मैले चाहिँ सक्यो आजको प्रोग्राम चाहिँ हामी जे कामको लागि आएको थियौँ त्यो चाहिँ सक्सेसफुली फिनिस भयो अनि हामी चाहिँ यहाँ आगो ताप्दैछौँ मिस्टर कुमार पुन अनि दिदी र मम्मी भाइ म भएर यहाँ आगो तापिरहेछौँ अनि एकछिन नाच्छौँ अनि सुत्न जाने हो आजको भ्लग यतिलाई मेरो भ्लगलाई लाइक आउँछ भन न सेयर सब्सक्राइब भइसक्यो क्या आजको भ्लग यति नै मेरो भ्लग मन पर्यो भने चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनु होला अनि यस्तै राम्रो राम्रो भिडियोहरू आउनेछ सबैहरूले हेरिदिनु होला बाई बाई गाइस